ल गाइज हामी चाहिँ यता टावर ब्रिजहरू अनि लन्डन आई घुमेर यहाँ लन्डन आईको नजिकैको यो पछाडिको बिल्डिङ देखिराख्नु भयो होला। यो बिल्डिङ चाहिँ प्लेस अफ वेस्ट मिनिस्टर हो। यो बिल्डिङको नेम चाहिँ प्लेस अफ वेस्ट मिनिस्टर भनेर भन्छ। अनि यो चाहिँ बेलायतको एकदमै ठुलो पहिचान र एउटा सङ्केत पनि डिनोट गर्छ यसले। अनि यताको रहेको यो ठुलो टावर जस्तो चाहिँ बिग बेन हो। अनि यसको अफिसियल नाम चाहिँ एलिजाबेथ टावर हो, यहाँको क्विनको नामबाट राखेको थियो। अनि पछि चाहिँ बिग बेन भनेर चिनिन्छ। अनि यसको काम चाहिँ एकदमै यो देशभरि र बेलायतमा एकदमै सही समय देखाउनको लागि हो, सही समय मापन गर्नको लागि। र यहाँ जति बज्यो त्यति पटक घन्टी बज्छ यो बिग बेनमा, त्यति पटक जोडले आवाज बज्छ। जस्तै 5 बज्यो भने 5 चोटि बज्छ यो बिग बेनमा। अनि त्यसपछि यताको यो बिल्डिङ भनेको पुरानो ऐतिहासिक बिल्डिङ हो। यो चाहिँ यहाँको पार्लिमेन्ट हाउस हो, संसद भवन हो, जहाँ एकदमै ठुल्ठुलो मिटिङहरू, त्यसपछि गभर्मेन्ट चेन्ज गर्नु पर्यो भने, प्राइम मिनिस्टर चेन्ज गर्नु पर्यो भने, र इलेक्सनको बारेमा यताउता ठुलो लहरू बनाउनु पर्यो भने, कानुनहरू यहाँ नै हुन्छ। यो मिटिङ बस्ने ठाउँ हो पार्लिमेन्ट हाउस, संसद भवन। र अनि यो नदी चाहिँ थेम्स रिभर बजिरहेछ। ल हेर्नु कति बज्यो अहिले, खै आई थिंक 6 बज्यो, घन्टी बज्यो अहिले त्यति नै पटक। अनि ड्याङ 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 बज्छ। अनि हेर्नु यो नदी चाहिँ यो थेम्स रिभर हो। अनि यही थेम्स रिभर भइ अलि अगाडि टावर ब्रिज छ, लन्डन ब्रिज पनि छ अगाडितिर। यही लाइनमा छ उ यहाँनिर लन्डन आई छ। लन्डन आई पनि यहाँ अगाडि छ, हामी घुमेर आएको। अनि यो चाहिँ दामी छ कि यो भ्यूहरू पछाडि। यो बिल्डिङ एकदम पुरानो बिल्डिङ हो। अनि यो पार्लिमेन्ट हाउस हो। अनि यो थेम्स रिभर हो, यहाँ बोटिङहरू हुन्छ, उबर बोट आउँछ। अनि यसमा मान्छेहरू बोटिङहरू पनि गर्छन्। अनि त्यस्तै छ। ल हेर्न सक्नुहुन्छ यो बिल्डिङ चाहिँ, हेर्न सक्नुहुन्छ। मान्छे पनि यति टनाटन छन्, फोटो खिच्ने भिडियो बनाउने सबको लाइन छ यहाँ, लाइन। माथि पुलमा त्यति मान्छे छन्, तलको यो पुल त्यस्तै छ, मान्छेहरू धेरै छन्। अब तपाईँहरू पनि देख्न सक्नुहुन्छ।